पुरानोबाट सुशासन र विकास हुन्छ भन्नु र अहिलेको गाँठो बन्धन छ नि उनीहरूबाट हुन्छ भन्नु त्यही हो। पुरानोहरूले भत्काएको देश त्यो गाँठो बन्धन भन्नेहरूले जलाइराखेको छ। अस्ति भर्खर सिंहदरबार जलाए कि जलाएन? मैले प्रश्न सोधेको उत्तर आएको छैन। उनीहरू तपाईँको छैन नेतै होइन त के उत्तर दिन्छ? होइन, सहकारी ठगी, पत्रकारको हत्या, ड्राइभरको हत्या भन्ने कुराहरू पनि आयो एकचोटि। रविजीलाई म भन्न चाहन्छु, उत्तर दिनुहोस् तपाईँहरूले। आमसभामा एक दुई ठाउँमा बोलेको त देख्छु, यो विषयमा त बोलेको देख्दिनँ फेरि है। विरोध होइन, खुलेआम भन्छु म, उत्तर दिनुहोस्। तपाईँकै पार्टीको मुकुल ढकालले के भन्नुभयो भन्दाखेरि होइन, टिकाराम मेती कि खोइ के चाहिँ तेली भन्ने एकजना पत्रकार हुनुहुन्छ, उहाँको इन्टरभ्यूमा उहाँले के भन्नु, मुकुल ढकालले भन्दा मलाई प्रधानमन्त्री बनाइदिनु भन्नुहोस्, भारतलाई रिजाउनुहोस्, भारतलाई जे दिनुपर्ने म त्यही दिनु तयार छु भनेर भन्नु अरे। छक्क परेन है। अनि स्वर्णिम अग्लेले चाहिँ के भन्नु अरे भने एउटा स्टेट बनाउनु पर्छ भारतको होइन नेपाललाई, अनि भइहाल्छ भन्नु अरे। आइडिया हेर न, त्यो मुकुल ढकालले भनेको कुरा गलत हो भनेर रवि लामिछानेले भन्न सक्यो? उत्तर दिनुहोस् रविजी। मान्छेलाई ढाँट्न पाइँदैन, घन्टो कि घन्टा हल्लाएर हुँदैन है। हावामा ब्ल्याकमेल गरेर हुन्छ? हुँदैन। कुलमानजीलाई मैले प्रश्न सोधेको छु, तपाईँ एमसिसीको मतिहार हो भनेर मैले भनेको छु, ठाडै भनेको छु। एमसिसीको बोर्डमा उहाँको नाम छ। एमसिसी भनेको चाहिँ अब यहाँनिर कुन पो छ, यता के छ, कम्मर छैन, कम्मर बेच्ने, रवि बेच्ने, उद्योग डाँडा बेच्ने, हिमाल बेच्ने भन्ने खालको सम्पदा बेच्ने तपाईँको चाहिँ नि होइन राष्ट्रघाती सन्धि हो। त्यो राष्ट्रघाती सन्धि पुराना दलहरू यो एमालेको सबै मिलेर पास गरे हो है। त्यो एमसिसी तपाईँको छैन विरुद्धमा बोल्नुहोस् न तपाईँ यस एमसिसी कि नो एमसिसी भनेर सार्वजनिक बोल्नु न भनेर भनेको। 1 महिना भइसक्यो मैले चुनौती दिएको, उत्तरै दिनु सक्दैन। त्यस्तो मान्छेले गर्छ, नचाहिने कुरा। अर्को छ फेरि फेसबुकबाट आफू प्रधानमन्त्री हुनु भइसक्यो, दारीवाला चस्मावाला क्या है, टक 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 हिँड्छ, कहिले कोहीसँग भेट्दैन होइन। मकै पोल्नेको मकै लात्ताले हानेको छ होइन, बिचरा साग बेचेर भात खाने मान्छेहरूको उतो पल्टाइदिएको छ है। पशुपतिमा पूजा गर्नको लागि त्यसले थाली साली यसो बेच्नेलाई खोसाएर फालेको छ। गरिबको पेटमा लात हान्ने होइन साथी। जेनजीलाई आउनुहोस् है अब यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ भनेर लेख्छ मात्रै, आफै लेखेको लेख्छ पनि है। अनि जेनजी गएर तपाईँको चाहिँ आन्दोलनमा गयो बिचरा है, किताब बोकेको छ, गएको छ ड्रेसमा, टाउकोमा गोली हानेको छ। कसले हानेको हो त्यो? राज्यले हानेको कि कसले हानेको? छानबिन हुनुपर्छ है। अनि अर्कोले चाहिँ गिदी पक्रेर हजुर भनिनेको छ, बाउलाई हिँडेको छ, हाम्रो छोराछोरी, हाम्रो छोराछोरी, हाम्रो छोरा नाति हो कि होइन? अनि त्यसरी तपाईँको चाहिँ जेनजीले चाहिँ आन्दोलन गरेको छ, निस्किँदैन कहिले पनि। 75 जना शहीद भयो पशुपति आर्यघाट भरि तपाईँको चाहिँ होइन।